हेलो गाइज नमस्ते एभ्रिवान सम्पूर्णलाई स्वागत छ मेरो च्यानलमा है सबै दादा नमस्ते हेलो नमस्ते नमस्ते कान्छु के छ हाल खबर एकदम ठिक छ हाम्रो अनि तपाईको के छ दाइ बाहिरतिरको खबर के छ हाम्रो त गफ पनि धेरै समयपछि भयो त्यही त यस्तै त हो नि म अब यता छु खाडीतिर हैन ठिकै छ अब त्यही हो ड्युटी हुन्छ कहिले काहीँ मात्र छुट्टी हुन्छ अनि हल्का बस्नै पर्यो हैन हजुर मेरो अनि त्यही भएर यसो निस्किरहेको छु नुहाइ धुवाइ गरेँ हैन अनि हल्का घुम्न निस्केको नजिकैको पार्कमा अब नेपाल अब कहिले 1-2 वर्षपछि आउँछ होला नि हैन अब नेपालमा म अब 18 महिनापछि आउँछु दादा अब तपाईँ जक्क किन्नुहुन्छ भन्दै थियो अनि यसो जक्क पनि हेर्नुहुन्छ कि भनेर यसो हालखबर सालखबर सबै हो मलाई चाहिने चाहिँ चाहिएको छ हजुर यसो देखाउनु त तपाईँ त्यतै हुनुहुन्छ अहिले म यतै छु दाइ जक्ककै वरिपरि छु तर तपाईँले जक्क चाहिँ कस्तो चाहिएको कस्तो खालको चाहिएको अब यताउति वरिपरि मान्छे छरछिमेकी भएको चाहियो कि कस्तो चाहियो दाइ होइन यता चाहिँ फेरि एकदम शान्त वातावरण एकान्तमा हो एकान्त ठाउँ नै छ दाइ जक्कहरू चाहिँ यता छ होइन जक्कहरू चाहिँ यही अँ, यिनीहरू दाइ जक्क चाहिँ यिनीहरू है दाइ ठ्याक्क जक्क चाहिँ हो ल ठिक मैले खोजेको जस्तै रहेछ ल एकदम राम्रो भिरालो परेको जग्गा खोजेको मैले चाहिँ अनि किनभने पछि म त्यहाँ फार्म खोल्ने हो नि त दाइ ठ्याक्क यता फेरि घाँस पनि रोपेको छ दाइ भोलि पर्सि अब खरायो सरायो पाल्यो भने ए गजब 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 ल ठ्याक्क लगाएर अब एकदम दामी ठाउँ रहेछ मैले भनेको जस्तै ल अब घर चाहिँ ठ्याक्कै यतातिर बनाउने मेरो प्लान चाहिँ त्यस्तो कि एउटा तपाईँले घर अब नेपाल बनाउने आएपछि ठ्याक्क मेरो प्लान चाहिँ अब मेरो विचार चाहिँ यतिर ठ्याक्क घर बनाउने अनि अँ ऊ त्यो ढुङ्गा भएको ठाउँनिर चाहिँ स्विमिङ पुल बनाउनु पर्यो त्यो चाहिँ हाम्रो प्राइभेटको लागि अनि त्यसपछि ओहो ऊ यो तलको अलिक यो तलको डाँडामा चाहिँ टोइलेट बनाउनु पर्यो दाइ घर चाहिँ यहाँ टोइलेट चाहिँ ऊ अँ तल बनाउनु पर्यो कि दाइ ठिक हो अनि टोइलेट जानको लागि त्यो एउटा केबुल कार पनि हाल्नु पर्ने छ है त्यहाँ त्यो डिजाइन गर्नुहोस् है केबल कारको पनि व्यवस्था भइसकेको छ त यहाँबाट ठ्याक्क केबल कार यहाँ हाल्ने हो ठ्याक्कै अनि ठ्याक्कै केबल कार त्यही तल त हाल्ने त्यहाँसम्म त अब खुट्टाले त हिँडेर जाने कुरो भएन त्यहाँसम्म जाँदा त अब टोइलेटै सकिसक्छ फेरि खुट्टाले त हिँडेर जाने कुरो भएन त्यहाँसम्म जाँदा त अब टोइलेटै सकिसक्छ फेरि होइन त्यो अब त्यही भएर एउटा केबल कार त्यो पनि एकदम द्रुत गतिको है सुइँ चल्ने 280 किलोमिटर प्रति घन्टामा चल्ने खालको केबल कार अथवा एउटा जिप लाइन चाहिँ त्यहाँ व्यवस्था गर्नु पैसाको चिन्ता नगर्नु है अब हजुर ठ्याक्क अब अर्को चाहिँ अब अर्को स्विमिङ पुल चाहिँ एउटा पाहुना आउँछ नि त पाहुनालाई चाहिँ ऊ त्यो डाँडामा फेरि स्विमिङ पुल चाहिँ पाहुनाको लागि चाहिँ त्यो डाँडामा हाम्रो लागि यहाँ ठ्याक्क ढुङ्गामा भइहाल्यो अब घर यहाँनिर ठिक हो पाहुनालाई पनि चाहियो ठिक हो ल घर चाहिँ ठ्याक्कै त्यहाँ यहाँनिर डिजाइन एकदम राम्रो गर्नु पैसाको केही चिन्ता नगर्नु तपाईँ भएपछि मलाई बस ढुक्यो चित्त बुझ्दो खालको चाहिँ त्यहाँ बन्नु पर्यो होइन हजुर ठ्याक्क घर चाहिँ यतैनिर आउँछ अब घर अब कत्रो बनाउनु अब 5 तलेको बनाउने कि 6 तलेको बनाउने कि धेरै अग्लो नबनाऊ होला भूकम्प आयो भने फेरि ढल्न सक्छ कति धेरै अग्लो नबनाउने 5 तलाले त हुन्छ होला है दाइ अब 5 तलाले हुन्छ पुग्छ त्यति भए ठ्याक्क यहाँनिर घर हो 5 तलाको ठ्याक्क यतातिर चाहिँ यतातिर भनौँ न अब कुखुराहरू अब फार्म खोल्ने हो भनेदेखि चाहिँ फार्मको लागि चाहिँ यहाँ ठ्याक्क यो तलतिर ठ्याक्क यो घाँस रोप्ने ठाउँतिर चाहिँ ठ्याक्क चलक्क लगाएर स्वाट्ट बनाइदिने रिङ्गै त्यही उ गर्ने अनि ठ्याक्क यहाँभित्र हान्ने फर्म अब के को चाहिँ फर्म खोल्ने त यहाँ के चाहिँ हान्ने त बाख्रा हान्ने कि के हान्ने त त्यस्तै अब म गाईहरू पाल्न सक्छु होइन घोडा सोडा यताउता त्यस्तैहरू पाल्न सक्छु होइन हजुर अब एउटा अनि बाख्रा पनि पालिहाल्छु एउटा गोठा पनि सुँगुरहरू यताउता त्यस्तै हो गोठा पनि पाल्नुपर्छ है गोठा चाहिँ यहाँदेखि उता एउटा चाहियो हाम्रो प्राइभेट हिँड्नको लागि अब गाई गोरुहरू यताउति पाल्ने भनेदेखि चाहिँ यता भयो अनि कुखुराको लागि यहाँ कुनामा भइहाल्यो अब योभन्दा अलिकति बेसी तलतिर चाहिँ अब चरा हाल्नु पर्यो त्यो भट्टराई चरा हाल्नु पर्यो भट्टराई चरा पनि पाल्नुपर्छ अनि पानीको व्यवस्था चाहिँ उता छ ऊ त्यो डाँडामा ठ्याक्कै ऊ त्यो डाँडामा छ पानीको त टेन्सन नलिनु पानी ठ्याक्क मुहान यो तल छ घर यहाँ माथि भए पनि मतलब भएन ठ्याक्क मिसिन पानी त तान्नुला नि के छ र पानी त तान्ने त सर्लक्क लगाएर
अब त्यही हो ल चक्क चाहिँ यही हो दाइ चक्क चाहिँ मन पऱ्यो कि मन ठिक छ पऱ्यो रोड तपाईँले रोड त पुगेको छैन जस्तो छ जग्गामा होइन रोड त अब यहाँबाट अब 300 मिटर जति आग्लो छ दाइ के अरे अगाडि माथि छ केही छैन त्यो गाडी तलै राखौँला होइन गाडी चाहिँ रोडमै राखौँला नभए अनि एउटा घरसम्म जानलाई अब हाम्रो जिप लाइन अब केबल कार अब त्यो व्यवस्था भइहाल्छ होइन त त्यो पनि हुन्छ दाइ नभए एउटा अब हेली राख्नलाई पनि ठ्याक्क हेलिकप्टर पनि राख्नु पर्यो नि त हेलिकप्टर राख्छ यो साइडमा दाइ ठ्याक्क त्यो त पऱ्यो नि ठ्याक्क यतापट्टि चाहिँ ठ्याक्क एउटा त्यो एउटा हेलिप्याड बनाइदिनु हेलिप्याड ठ्याक्कै यहाँनिर आउँछ दाइ ठ्याक्कै ल ठिक छ जो अहिले यो भिडियोमा देखे जति जग्गा सबै मेरै लाग्यो होइन त यो सबै तपाईँकै लागि दाइ यो त यहाँदेखि यहाँ ल ठिक छ ल 50 तपाईँ त्यहाँ तपाईँ डिजाइन गर्नुहोस् होइन हजुर अनि पैसाको केही चिन्ता लिनु पर्दैन के कति लाग्छ मलाई भन्नुहोस् म पैसा पनि पठाइदिन्छु हेलिकप्टरमै पठाइदिन्छु 50 रुपैयाँ जति चाहिँ छ दाइ अब जक्क त्यो ठ्याक्कै तपाईँको लागि भनेर राखेँ सल्लाहको ए ल धन्यवाद तपाईँलाई ठिकै छ मैले त अलि 60-70 रुपैयाँ जति होला भन्ने ठाने थिएँ 50 रहेछ त्यो पनि ठिकै छ नभए बढाउने नि दाइ यत्रो छ जग्गाहरू माथि छ अझै माथि पेल्ने नि दाइ अब त्यो पनि सोचौँला है फेरि भ्यूको लागि त टेन्सनै गर्नु पर्दैन दाइ भ्यू त आमामा औसी माथि चढेर हेऱ्यो भनेदेखि त तपाईँले के हेर्नुहुन्छ ल सबैलाई हिउँमा हिमाल हेर्नुहुन्छ कि के हेर्नुहुन्छ हिमालमा मैले खोजेकै त्यस्तै ठाउँ हो क्या अनि माथिपट्टि डाँडा छ यतापट्टि पनि डाँडा छ यता छेउमा डाँडा छ हिमाल छ्याक्कै यतापट्टि छ सबै चिज देख्ने ठाउँ छ दाइ अब तपाईँ ठ्याक्क ठिक छ आउने बित्तिकै चाहिँ अब ठ्याक्क के अब सर्लक्क लगाएर अब के अब ठ्याक्क जसरी किनिहाल्छु नि ढोका त अब के हिराको हाल्ने कि सुनको हाल्ने दाइ हिरा चाहिँ ढोका चाहिँ ढोका यतापट्टि हाल्नु पर्यो फेरि अहिलेलाई सुनको हालिराखौँ ढोका चाहिँ झ्याल चाहिँ हिराको हालौँ न फेरि हिराको त फुट्छ नि फेरि ख्याराम भनेर झाऱ्यो भने त खत्तम भइहाल्यो त्यही भएर अलि झ्याल चाहिँ हल्का हिराको हालिदिउँ ढोका चाहिँ सुनकै हालिदिउँ अहिले ल्याउँदैन हुन्छ दाइ हुन्छ ल अब यति नै हो दाइ अब चक्कको बारेमा चाहिँ होइन अब ठ्याक्क म अब रुटिनहरू मिलाउँछ दाइ अब ठ्याक्क काम गर्ने मान्छे आउनु पर्यो ओके ल त्यो सबै जिम्मा तपाईँलाई भयो है त ल ल दाइ ल ल अहिलेको लागि राखौँ होला ल दाइ ल म यता समुद्रतिर घुम्न जान लागिरहेको छु कि फेरि ल दाइ ल छुट्टिन्छ हामी त्यसो ओके बाई कान्छ ल बाई दाइ बाई